नमस्ते नमस्कार साथीहरू, तपाईहरुलाई यस भिडियोमा स्वागत छ। आज हामी यसमा जीके सम्बन्धी केही जम्मा प्रश्न 15 वटा प्रश्न क्वेशन एन्सर हामी गर्नेछौँ। त्यही भएर भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ल त्यसैले हामी ढिलो नगरिकन हामी प्रश्नतिर जाउँ हैन। जनसङ्ख्याको आधारमा नेपाल विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कुन हो भनेको छ। अब यसमा काजाखस्तान छ अप्सन नम्बर ए मा, अप्सन नम्बर बी मा मङ्गोलिया छ, अप्सन नम्बर सी मा इथियोपिया छ र अप्सन नम्बर डी मा रहेको छ बेलारुस। यसको करेक्ट एन्सर कुन हुन्छ? यसको करेक्ट एन्सर भनेको अप्सन नम्बर सी इथियोपिया हुन्छ। त्यसैले गरेर अब प्रश्न नम्बर हामी 2 मा लागौँ। विश्वको सबैभन्दा गहिरो नदी कुन हो? ल अप्सन नम्बर ए मा भनेको छ कङ्गो, अप्सन नम्बर बी मा नाइल र अप्सन नम्बर सी मा भनेको छ यान्जे र अप्सन नम्बर डी मा भनेको छ एमाजोन। यसको करेक्ट एन्सर कुन हुन्छ? यसको करेक्ट एन्सर भनेको अप्सन नम्बर ए कङ्गो। त्यसरी नै हामी अब प्रश्न नम्बर 3 मा कुन पर्वतमाला र महादेश बीच जोडा मिलाउनुहोस्। कुन पर्वतमाला र महादेश, कुन महादेशमा कुन पर्वतमाला छ भनेर। अब यसको प्रश्न नम्बर 3 को हामीले मिलाउनु पर्यो। साइनाई भनेको छ। साइनाई कुनमा पर्छ? साइनाई भनेको अफ्रिकामा हो, A2 हो। अनि ओलम्पिक कुनमा पर्छ? ओलम्पिक भनेको B को 3 उत्तर अमेरिका हैन, B को 3 हो। अनि जुरा भनेको कुनमा पर्छ? युरोप 4 मा हो। युरोप कहाँ छ? 4 मा हैन। अनि विन्ध्याचल भनेर कहाँ छ? अब यसको भनेपछि डी को एसिया है। ए यो कहाँ? A2 B3 C4 A2 यो रङ भइहाल्यो। A2 कहाँ छ? A2 त्यहाँ छ, यो पनि रङ भइहाल्यो हो। अप्सन नम्बर डी पनि रङ, अप्सन नम्बर ए पनि रङ। अनि A2 भनेको बी र सी मा रहेछ। A2 हो। अनि B3 अनि B4 यो रङ भइहाल्यो। अप्सन नम्बर बी इज करेक्ट एन्सर। अप्सन नम्बर बी इज करेक्ट एन्सर। त्यसै चालले गरेर अब हामी प्रश्न नम्बर 4 मा के भनिएको छ हैन। युरोपका 18 भूपरिवेष्टित राष्ट्रहरूमध्ये क्षेत्रफलको आधारमा ठुलोदेखि सानो देशको क्रम मिलाउनुहोस् भनेको छ हैन। ठुलोदेखि सानो देशको क्रम। अनि अप्सन नम्बर ए मा भनेको छ बेलारुस, हङ्गेरी, अनि सर्बिया, अनि चेक गणतन्त्र र अस्ट्रिया भनेर छ। अप्सन नम्बर ए मा, अप्सन नम्बर बी मा बेलारुस हो, हङ्गेरी, अनि सर्बिया, अस्ट्रिया, चेक गणतन्त्र। अप्सन नम्बर सी मा हङ्गेरी, बेलारुस, सर्बिया, अस्ट्रिया, चेक गणतन्त्र भनेर छ। र अप्सन नम्बर डी मा बेलारुस, सर्बिया, हङ्गेरी, अस्ट्रिया र चेक गणतन्त्र भनेर छ। यसको करेक्ट एन्सर कुन हुन्छ? ABCD इज कुन करेक्ट एन्सर? अप्सन नम्बर 4 को इज बी इज करेक्ट एन्सर। कति? बी को राइट एन्सर हुन्छ कुन? बेलारुस, हङ्गेरी, अनि सर्बिया, अस्ट्रिया, चेक गणतन्त्र भनेर छ। अब 5 मा के भनिएको छ? 5 मा के? विश्वमा जमिनको क्षेत्रफल मध्ये कति भूभाग तातो र चिसो मरुभूमिले ओगटेको छ ल हैन। 1/2 अप्सन नम्बर ए, 1/4 अप्सन नम्बर बी, 1/3 अप्सन नम्बर सी र अप्सन नम्बर डी मा रहेको छ 3/4। यसको करेक्ट एन्सर कुन हुन्छ? यसको करेक्ट एन्सर अप्सन नम्बर सी इज करेक्ट एन्सर हैन, 1/3 भनेर। 6 मा हामी जाउँ। 6 मा के भनेको छ? अस्ट्रेलियाको कुन स्टेटलाई आइसल्यान्ड स्टेट भनेर चिनिन्छ ल? स्टेट भनेर आइसल्यान्ड स्टेट भनेर कसलाई चिनिन्छ? भ्याक्टोरिया हैन, क्विन्सल्यान्ड, अनि तस्मानिया र
न्यू साउथ वेल्स भनेको छ। यसको कुन करेक्ट एन्सर? यसको करेक्ट एन्सर 6 को करेक्ट एन्सर कुन हुन्छ? 6 को सी इज करेक्ट एन्सर तस्मानिया भनेर। अब 7 नम्बर के भन्छ? चीनमा सबैभन्दा बढी प्रयोगमा आउने भाषा क्रमशः कुन हुन्? कुन छ? चीनमा प्रयोग हुने सबैभन्दा भनेपछि अब चीनमा सबैभन्दा बढी प्रयोगमा आउने भाषा क्रमशः कुन हुन् भनेको छ? चिनिया अङ्ग्रेजी, चिनिया भियतनामी र चिनिया मन्दारिनी र चिनिया वर्मिज भनेर छ। यसको करेक्ट एन्सर कुन हुन्छ? 7 को करेक्ट एन्सर चीनमा सबैभन्दा बढी प्रयोगमा आउने भाषा क्रमशः कुन हुन् भनेको छ। अप्सन नम्बर ए राइट हुनुहुन्छ, चिनिया र अङ्ग्रेजी है साथीहरू। ल त्यसैले अब 8 मा जाउँ। 8 मा के भनेको छ? 8 मा के भनेको छ? एसियामा सबैभन्दा बढी अभ्रक मिका भनेर उत्पादन गर्ने देश कुन हो? अभ्रक उत्पादन गर्ने र चाइना, इन्डोनेसिया, म्यानमार र इन्डिया भनेर। यसको करेक्ट एन्सर कुन हुन्छ? यसको करेक्ट एन्सर भनेको इन्डिया, डी करेक्ट एन्सर। 9 नम्बरमा के भन्छ? ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो सहर कुन हो? ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो सहर कुन हो? म्युनस एरेस अनि मेक्सिको सिटी होइन, रियो डे जानेरो अनि क्यारेकास भनेर छ। यसको करेक्ट एन्सर कुन हुन्छ? 9 को करेक्ट एन्सर। 9 को करेक्ट एन्सर मेक्सिको सिटी होइन, बी हो, बी इज करेक्ट एन्सर मेक्सिको सिटी। अब 10 मा जाउँ। 10 मा के भनेको छ? 10 मा विश्वको सबैभन्दा ठुलो खाडी हो, खाडी कुन हो? गल्फ अफ कार्पेन्टरी अनि प्रेसनल अनि गल्फ भनेर, अनि गल्फ अफ मेक्सिको अनि गल्फ अफ म्यानर। यसको करेक्ट एन्सर कुन हुन्छ? 11 को होइन, 11 को होइन, 10 को करेक्ट एन्सर। 10 को करेक्ट एन्सर के हुन्छ? ल यसको पनि करेक्ट एन्सर भनेको अप्सन नम्बर सी गल्फ अफ मेक्सिको भनेर छ। अप्सन नम्बर सी इज करेक्ट एन्सर होइन। ल अब 11 मा के भनेको छ त्यो पहिला हेरौँ। भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो, यो भनाइ कसको हो? भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो, यो भनाइ कसको होला? टुडली, स्टेम्प्स र इरेस्थनिज र हेरोडोटास र म्यानुअल कान्ट्स भनेर छ। यसको करेक्ट एन्सर कुन हुन्छ? भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो, यो भनाइ कसको हो? 11 टुडली स्टेम्प्सको। अप्सन नम्बर ए इज करेक्ट एन्सर। अब 12 मा जाउँ। 12 मा के भनेको छ? ग्रेट लेक हो, ग्रेट लेक अफ द वर्ल्डमा कुन लेक पर्दैन? ग्रेट लेक अफ द वर्ल्डमा कुन लेक पर्दैन भनेको छ? मिचिगन होइन, ओन्टेरियो अनि ह्युरन अनि ओनेगा। एबिसिडी कुन हुन्छ? ल यसको करेक्ट एन्सर 12 नम्बरको कुन पर्दैन? ओनेगा भनेर पर्दैन है, ओनेगा डी इज करेक्ट एन्सर, पर्दैन है। ल अब त्यसैले महादेश र देशको सङ्ख्या कुन सही छ भनेको छ? महादेश र देशको सङ्ख्या हो, एसिया 48 देश, अफ्रिका 54 देश, उत्तर अमेरिका 29 देश र युरोप भनेको 39 देश भनेर। 49 देश, सरी साथीहरू, 49 देश रहेछ युरोप। अनि यसमा चाहिँ रङ एन्सर कुन छ? 13 नम्बरको रङ एन्सर कुन हो? रङ एन्सर भनेको कुन हो? ल यतातिर भनेको छ ए र बी सही, बी नम्बरमा ए र सी सही, सी नम्बरमा
सी र डी सही, सबै सही। यसको कुन हुन्छ हो? एसियामा 48 देश छ अरे, अफ्रिकामा 54वटा देश, उत्तर अमेरिकामा 29वटा देश र युरोपमा 49वटा देश। कुन सही छ यसको? यसको करेक्ट एन्सर हुन्छ अप्सन डी, सबै सही छ हो, सबै सही छ। ल अब 14 नम्बरको के भनेको छ? 14 नम्बरको विभिन्न महादेशका लामा हिम नदीबारे विचार गर्नुहोस् भनेको छ। विचार गर्नु। एसिया सियाचेन भनेको छ, अफ्रिका किलिमन्जरो भनेर, उत्तर अमेरिकामा को हर्ड आइसल्यान्ड भनेर, अनि अस्ट्रेलियामा हवार्ड भनेर छ। ल ए नम्बरमा एबी सही सिडी गलत भनेर बी नम्बरमा भनिएको छ। बी नम्बरमा एबिसी सही डी गलत, अनि सी नम्बरमा एसी सही अनि बी र डी गलत हैन, डी नम्बरमा सिडी सही ए र बी गलत भनेर। यसको कुन सही हुन्छ ल हैन? एसियामा सियानाचे भनेको छ, अफ्रिकामा किलिमन्जरो, उत्तर अमेरिकामा हर्ड आइसल्यान्ड भनेर, अस्ट्रेलियामा हवार्ड भनेर। ल यसको राइट एन्सर कुन हुन्छ? 14 नम्बरको राइट एन्सर, 14 नम्बरको राइट एन्सर भनेको अप्सन नम्बर ए नै सही हुन्छ हो। ए र बी सही सी र डी गलत हो। ए र बी सही सी र डी गलत भनेर। ल 15 नम्बरकोमा भनेछ। 15 नम्बर के जोडा मिलाउनुहोस् भनेछ हो, जोडा मिलाउनुहोस् भनेछ। एनमा संसारको एक्लो टापु भनेर, अनि संसारको एक्लो टापु हैन 14 नम्बर 15 नम्बरको, अनि सिटी अफ गोल्डन गेट भनेको छ, अनि पन्नाको द्वीप भनेर, अनि नीलगिरीकी रानी भनेको छ। 15 को करेक्ट एन्सर कुन हुन्छ हैन? संसारको एक्लो टापु भनेको ट्रिस्टान डे कुन्ड भनेर यो सही हुन्छ हैन। अनि बी नम्बरको सिटी अफ गोल्डन गेट भनेको 3 नम्बरको सान फ्रान्सिस्को हुन्छ, अनि पन्नाको द्वीप भनेर आयरल्यान्ड्स भनेर चिनिन्छ, अनि नीलगिरीकी रानी भनेर हैन कुनकुरा भनेर चिनिन्छ। ल अब यो यसको हाम्रो लास्ट क्वेसन रहेको छ। 17 नम्बर भएछ, 16 नम्बरको ल ठिकै छ, केही छैन। विश्वको शान्तिको घर भनेर तलका मध्ये कुन ठाउँलाई चिनिन्छ? विश्वको शान्तिको छ स्विजरल्यान्ड हैन, अप्सन नम्बर ए मा रहेको छ। अप्सन बी मा तन्जानियाको राजधानी अनि दार एस सलामा, अनि सी मा बेलायतको केन्ट, अनि अस्ट्रेलियाको नाउर भनेर। यसको करेक्ट एन्सर कुन हुन्छ? यसको करेक्ट एन्सर इज कुन हुन्छ? तान्जानियाको राजधानी दार एस सलामा। अप्सन नम्बर बी इज राइट एन्सर, अप्सन नम्बर बी इज राइट एन्सर। ल साथीहरू यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। हामी यस्तै भिडियोहरू लिएर उपस्थित हुने नै छौँ। त्यही भएर भिडियोलाई एक लाइक गरिदिनु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। हस् त, यति भन्दै अहिलेको लागि बिदा चाहन्छु। धन्यवाद।